बा सो फेरि पनि अर्को भ्लगमा स्वागत छ अनि म चाहिँ अहिले भोटेचौरमा छु यो इज माई बेस्ट रेगा आज हैन अनि हाम्रो भोटेचौरको बजार चाहिँ यो रह्यो अनि हाम्रो दिदी यहाँ हुनुहुन्छ हो अनि ठ्याक्क पानी आउला जस्तो भएर माथि चाहिँ पुरै के रे हुसु हुसु लागिरहेछ अनि दिस इज माई दिदीको घर अनि यही पुलिस स्टेसन रहेको छ अनि म चाहिँ यहाँ डाँडातिर गएर देखाउँछु मौसम चाहिँ बवाल भयो भर्खर पानी पर्न लागिरहेको जस्तो भइरहेको थियो दिदी एकछिन म उतै डाँडा गएर आउँछु ल भिडियो बनाएर हस् म बिनाजुले कल गर्नुहुन्छ होला नि आएपछि हजुर ए म भिनाजुलाई नि बोलाउँछु नि अहिले त्यहाँ कल गरेर आउनुहुन्छ होला हस् यो चाहिँ फेरि खत्रै छ कि यहाँ चाहिँ बोर्ड रहेछ अनि कहाँ कहाँ जाने रहेछ यो बाटोबाट चाहिँ देखाइरहेको रहेछ भोटेचौर साँखु यताबाट भइहाल्यो 0 किलो हुँदै मेलम्ची सेलम्ची कता कता हो हेरेर आफै बुझा हो अरू त त्यही हो खै कहाँ कहाँ हो अनि अब चाहिँ खाना खाने बेला नि भइसक्यो अब भिनाजुलाई नि बोलाउनु पर्ने हुन्छ खाना खानलाई अनि म चाहिँ एकछिन यसो भ्लग बनाऊँ भनेर यसो डुल्नलाई निक्लेको बा सो मेरो पछाडि चाहिँ ठ्याक्कै भोटेचौर बजार छ देखाएको छ कि छैन थाहा छैन म ब्याक क्यामेरा अन गरेर देखाउनुवाला छु अनि यही रहेछ भोटेचौर एकदम बवाल छ अनि यो चाहिँ हाम्रो स्कुल भइहाल्यो सरकारी स्कुल रहेछ अनि मेरो भिनाजुको अफिस चाहिँ त्यहाँ हो डक्टर हुनुहुन्छ भोटेचौर कोही हुनुहुन्छ भने उपचार गर्न आउँदा हुन्छ अरे क्या आज है अनि यता चाहिँ के भन्छ मलाई थाहा छैन अनि यता खोइ हाम्रो भाउजूको माइती चाहिँ त्यतै हो क्या अरे पारी अस्ति भर्खर जन्ती गएको थिएँ त्यता के पो हुन्छ मैले बिर्सेँ अनि यता माथिबाट चाहिँ जर्सिङ पौवा भइहाल्यो अब दादा चाहिँ एकछिन यसो मिठो भ्यू हेर्दै एकछिन इन्जोय गरेर जान्छ है सो यार के भन्ने हो जता हेऱ्यो हरिब छ अनि बा साला भेना काठमाडौँ जाँदै हो फेरि ब्याक टु होम हो क्या यहाँबाट यता चाहिँ सिन्धुपाल्चोक उता चाहिँ काठमाडौँ है बाटोको हेर्न हालत हेर्न सक्नुहुन्छ यहाँ हो क्या पसे जस्तो छ भने उता आइरहेको रहेछ मकै ल्याइरहेको हो सो हामी काठमाडौँबाट फर्किसक्यौँ अनि भिनाजु चाहिँ गाडीमा आउँदै हुनुहुन्छ म चाहिँ बाइकमा आएँ पानी परिरहेको छ बाइक यहाँ छ भिनाजुको सो भ्यू चाहिँ हरिब नै छ क्या भर्खरै पानी परेर रह्यो यता हेर्न सक्नुहुन्छ बाटो अनि यता मौसम हेर बा क्या हेमौँ जस्तो फिल भइरहेको छ फेरि एक्लै चिल हो क्या माको त सही हो बाटोमा नि अलिअलि खिच्दै जान्छु भ्लग पनि त्यस्तो राम्रो त बनाउनु सक्दिनँ यार जस्तो हुन्छ त्यस्तै हेर्नु होला त गाडी चाहिँ फसिसकेको छ यहाँ चाहिँ हिल्लै हिलो छ अड्कियो नि दाइदियो गाडी ए बा अब कतिवटा जाने होला यहाँबाट यहाँ निसो गाडी कुरिरहेको छौँ त्यहाँ चाहिँ लास्ट हिलो छ कि अस्ति नै पहिरो गएको थियो त्यही भएर होला बाइक चाहिँ जान्छ होला म चाहिँ लाने ट्राई गर्छु है भिडियो चाहिँ बनाउनु पाउँदिनँ त दादाको हालत कस्तो छ बाटो चाहिँ देखाउँछु है मैले बल्ल बल्ल हालेँ त्यही नि मेरो बाइक होइन क्या भिनाजुको बाइक कन्फिडेन्स चाहिँ थिएन बाटो चाहिँ हरि बिचमै भएको छ खै हल्का गयो त्यो खोइ नानु बिजोक छ बाटोको हालत गएछ धन्न यस्तो छ बाटो चाहिँ बिस्तारै जानु यस्तो छ म चाहिँ देखाउन आएको तर गइसकेछ अब जान्छ बाई बाई त्यही नै हो केटा हो सो म चाहिँ भोटेचौर जाँदै थिएँ अनि ठ्याक्कै मौसम बवाल भइदिरहेको क्या ठ्याक्कै भोटेचौरको त सहर पनि अलि राम्रोसँग देखिरहेको छैन यहाँ मलाई त यहाँ आँखाले चाहिँ देखिरहेको छ बवालले देखिरहेको छ है बा जस्ट लभ दिस काइन्ड अफ वेदर क्या दादाको कपाल हेरिदिउँ न हेर्नुलाई यस्तै हो
त मौसम चाहिँ हरिबो भयो कि जस्ट लभ दिस काइन्ड अफ वेदर बा सो म चाहिँ भोटे चढ्नेर आइसकेँ अनि ठ्याक्क यहाँनिर के यो हेभन हिल के अरे रिसोर्ट चाहिँ यहाँ भयो अनि ठ्याक्कै यो चाहिँ के हो यो पनि पहिलाको हेभन हिलै जस्तो छ अनि म चाहिँ त्यहाँबाट बवाल भ्यू देखाउन जान्छु है पानी परेर फेरि खत्रै भएछ क्या आज चाहिँ बा त्यहाँबाट एक किसिम भयो सो लुक दिस बाबा छुट्टै फिल आइरहेछ क्या मजा आइरहेछ भने एक्लै ट्राभल गर्नुपर्ने पानी चाहिँ पानी पानी रहेछ यहाँ चाहिँ जस्ट लुक दिस आउट बा के भन्ने हो नो वर्ड्स द्याट सो लुक एट द भ्यू केटा बा द्याट सो त्यही नै हो यार ल पानीमा चाहिँ भिज्दिरहेको क्या सो त्यही नै हो अनि मैले चाहिँ यति मात्रै बनाएँ त्यस्तो थोरै मात्रै क्लिप गरेँ आज र हिजो गरेर भोटे चोरी एक दुईचोटि ओरोदोरो भइसक्यो त्यही नै हो छोटो क्लिप बनाएको छु कस्तो हुन्छ के हुन्छ थाहा छैन हेर्न चाहिँ हेरिदिनु होला बा मैले त हेर आएकै छुटिरहेको छु नि यार जता हेऱ्यो उतै उतै छ हे सो यही नै हो यार केटा पा बिहानसम्म त्यस्तो भएको थिएन हामी काठमाडौँ गएर आयो आउँदा आउँदै बाटोमा पानी परेर आउँदाखेरि त बा के भन्ने हो नो वर्ड्स अनि भिनाजु र भिनाजु तिनजना भयो नि त अनि भिनाजुको आमा र भिनाजु चाहिँ गाडीमा आउँदै हुनुहुन्छ म चाहिँ भिनाजुको बाइक लिएर आएको त्यही नै हो सो त्यस्तै हो अब त्यहाँ घरनेर गएर हेरौँ न अब घरतिरको वरिपरि देखाउँछु अनि त्यति गएर म हिँड गरिदिन्छु भिडियो तलबाट गाडीहरू आइरहेछ सो त्यही हो मा तल भेटौँ ल अब ब्याङ सो दादा चाहिँ भोटे चढ्नेर आइसक्यो होइन अनि ठ्याक्क कसैले थाहा छैन भने चाहिँ म अहिले जहाँ बसिरहेको छु नि यो चाहिँ काठमाडौँ भयो अनि यो गेट ठ्याक्कै यो कट्ने बित्तिकै चाहिँ अनि ठ्याक्क सिन्धुपाल्चोक सुरु भयो अनि त्यही नै हो भोटे चढ चाहिँ सो म चाहिँ अब्स्ट्याकलहरू पार गरेर बाटो पनि त्यस्तै थियो कहीँ हिलो त्यस्तो पार गर्दै आएँ अनि घरनेर आइपुग्नु अब म चाहिँ घर गरै खिच्छु किनकि दादा लास्ट थाकिसक्यो अब त यार गाह्रो बाटो पनि त्यस्तै थियो अब त्यहीँ गएर भेटौँला घर गएर ल सो म चाहिँ बिहानकै ठाउँमा आइसकेँ अनि बिहान र अहिलेमा चाहिँ ह्युज डिफ्रेन्स छ बिहान चाहिँ पानी परेको थिएन त्यस्तै राम्रो त राम्रै थियो तर अहिले चाहिँ एकदम धेरै नै राम्रो देखिरहेको छ क्या अनि म यहाँबाट फेरि तल गएर भ्यू देखाउनेवाला छु अनि पछाडि चाहिँ हेर्न सक्नुहुन्छ बादल उडिरहेको छ बबाल पारामा बा त अनि अब म चाहिँ त्यहाँ तल जान्छु म घर आएर लुगासुगा फेरेर भन्दा नि जुत्ता फुकालेर आइसकेँ सो म चाहिँ फेरि बिहानकै ठाउँमा बिहान र अहिलेमा यति डिफ्रेन्स छ कि हेर्न सक्नुहुन्छ बिहान यस्तो थिएन अहिले चाहिँ हेर्नु ल बा भोटे चौरको मेन बजार सो त्यही नै हो मैले भ्लग चाहिँ बनाएँ के कस्तो भयो थाहा छैन किनकि मैले राम्रोसँग खिच्न पनि पाइनँ क्या अनि अघि भर्खर काठमाडौँ पनि गएर आएँ त्यही नै हो पछाडि चाहिँ भोटे चौरको बजार देखिरहेको छ एकदम राम्रो पारामा बा जस्ट लुक एट द भ्यू भोटे चौरको बजार अनि के भन्ने खोइ त्यही नै हो केटा हो भ्लग चाहिँ म बनाउन कोसिस गर्छु कस्तो हुन्छ के हुन्छ थाहा छैन जस्ट ट्राई नै हो ट्राई चाहिँ गरिरहेकै छु सो त्यही नै हो यो भिडियोलाई चाहिँ म यतै इन्ड गरिदिन्छु आजलाई यतै व्यवस्था गरिदिन्छु भनौँ सो पर्सि पनि आई होप त्यस्तै मौसम होस् अनि यस्तै मौसम भयो भने चाहिँ म जाने बेला बनाउँछु एकदम त्यो बेला चाहिँ एकदम डिटेलली आरामले ढुक्क पारामा चिल गर्दै गएर बनाउनेवाला छु सो त्यही नै हो बाई बाई आजको भिडियो यतै व्यवस्था